परात हैन अनि चाट फेरि यता छ गाइज हामी चाहिँ बहिनी र मैले पानीपुरी च्यालेन्ज गर्दैछौँ आज हैन जसले जित्छ त्यसले 100 रुपैयाँ पाउँछ बहिनी चाहिँ आज घर जाँदैछन् हैन साथीहरु म चाहिँ लागे नमस्ते दिदी नमस्ते भाग्यमानी भए ए फुबु नमस्ते हेलो हेलो साथीहरु सबैजनालाई स्वागत छ आज पनि हामी चाहिँ नयाँ दिनको सुरुवात सँगै नयाँ भोलाको साथमा उपस्थित भइसकेका छौं साथीहरु धेरै समय भएको थियो हैन लङ भिडियो नबनाएको पनि आज बनाम भनेर बनाउँदै छु घामले कस्तो आँखै हेर्न बनेन अनि साथीहरु के छ कस्तो छ नयाँ खबर आए हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै आरामै छौं साथीहरु धेरै दिन यता पछि के भन्छ पानी पर्दा हिजोदेखि बल्ल घाम लागेको एकदमै टाठो घाम लागिरहेछ साथीहरु आँखै हेर्न नपर्ने जस्तो के हैन तपाईहरुतिर के कस्तो छ मौसम हाम्रोतिर चाहिँ घाम लागिरहेछ हिजोदेखि चर्को अनि यतिखेर चाहिँ म घरमा छु हैन मेरो माइतबाट चाहिँ बहिनी आएको थिए बहिनी चाहिँ यता छन् है गाइज अनि नानी यता छ अनि बहिनी आएको समयमा यसो पानीपुरी बनाएर खाऊ न त भनेर मैले चाहिँ बहिनीलाई पानीपुरी खुवाउँदै छु आज गाइज अनि यता छ पुरी फुराएर रेडी छ हाम्रो एक परात हैन अनि चाट फेरि यता छ हामीले चाहिँ कलर राखेनौ हैन यसरी बेसार राखेछौं के चाटमा चाहिँ अनि गाइज पानी फेरि यता छ हैन यो चाहिँ पानी भयो है यो चाहिँ मैले के भन्छ रे गाइज के रे बासमतीको के भन्छ रस के मिक्सरमा पिसेर राखेको त्यही भएर यस्तो कालो देखे हरियो छ यसमा चाहिँ रियलमा भिडियोमा चाहिँ अलिक कालो कालो आछ हैन कलर राखेनौं हामीले अनि यो बासमती अर्थात् पुदिनाको रस चाहिँ एकदम राम्रो हुन्छ नि त स्वास्थ्यलाई पनि हैन कलर भन्दा त्यही भएर हामीले त्यही राख्यो हैन अब हामी खाने हो टक्कसँग यता हाँसिरहेछन् ल गाइज अब हामी पानीपुरी खाँदैछौँ हैन यता टक्क बसिरहेछौँ यता नानीले अलि नुन कम भयो भनेर नुन फिट्दैछ पानीमा लायो नुन फिट्ने एक घन्टा लाग्छ र गाइज हामी चाहिँ बहिनी र मैले पानीपुरी च्यालेन्ज गर्दैछौँ आज हैन जित्यो भने के गर्ने नि अनि जित्यो भने जित्यो भने के शर्त छ भने अहिले माथि जाने बेला 1 2 3 4 5 6 7 8 10 10 उता गरौँ है ल 9 10 1 2 3 4 जित्यो भने के गर्ने के 7 8 20 दिन लाग्यो अहिले 9 10 भयो अहिले हामी माथि फोटो खिच्ने यो पानीपुरी च्यालेन्ज हो गाइज अनि जसले जित्छ त्यसले 100 रुपैयाँ पाउँछ है त गाइज हामीले चाहिँ पहिला चाट राखेर ठिकै पार्ने र पानी हाल्दै खाने गर्ने विचार भयो हैन अब हामी यहाँ चाट राख्दैछौँ हैन हार्ने मै हो मैले लाइफमा यस्तो च्यालेन्ज गरेको छैन क्या मैले गर्नुलाई गर्छु भने हारिहाल्छु क्या यति भाल्छ नि मम्मी के यहाँ नजिक देखाएर सुरु हो एकैछिन देखाउनु ल गाइज हाम्रो च्यालेन्ज हुँदैछ है 1 2 3 स्टार्ट नाच्नु के नाच्नु त्यसो गर्न पाइन्न सुभाष त्यसो गर्न पाइन्न नगर है खन्डे हेजी 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 8 डाले छ 1 2 3 4 5 छोडा छिटा 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 सानमाले हारिहाल्छ क्या
कता छ यहाँको 1 2 3 4 5 5 5 5 10 ता यहाँको त 1 2 3 4 5 एचै सानमा हाय हाय सानमाको 3 वटा छ मम्मीको चाहिँ 3 टा छ सानमाको 2 टा जोडी जित भन्नु न सानमा जित जी सानमाले जित हाल्नुहुन्छ ल दिनु लाइभ पैसा त नगरा न मम्मीको हार भयो सानमाको जित भयो आलुको खाऊ जसले छिटो खाइसकेर आगर चाहिँ त्यही है एउटा मुखमा एउटा सिता पनि नराख्ने एउटा सिता पनि नराख्ने त्यो फाइनली गाइस मेरो हार भयो मेरो जित भयो हे कस्तो कोकाले पिरो मलाई हारे त्यो भने फेरि यहाँ 100 रुपैयाँ भएको फेरि यहाँ अब यिनले 100 रुपैयाँ पाउने भयो गाइस जस्तो नि अलि भनी छुके भयो 100 पाउनुहुन्छ गाइस हामीले चाहिँ पानीपुरीमा च्यालेन्ज गरेर पनि फेरि खाँदैछौँ है बहिनीले फेरि खाँदैछन् हैन के भयो कोही चाहिँ साथीहरू नफुर्रे पनि छ क्या यस्तो यस्तो मिठो हुन्छ है पानी मस्तो बनाएको छु क्या आमा आउनुभएको भर्खरै आमाले नि खाने भनेर आमाले मैले छुट्टै भाग लिएर राखिदिएको थिएँ आउनुभएको भर्खर पानीपुरी भनेपछि यो आइमाईको जात गाइज फेरि केटा मान्छेले पनि खानु मन लाग्छ अरे होइन फेरि बजारतिर गएर खाने भनेपछि फेरि सहरमा लाग्छ अरे क्या होइन मेरो बुढाले भनेको कुरा के यो चाहिँ खाना मन एकदमै लाग्ने रे फेरि बजारतिर गएर आँगेर खाने सहरमा लाग्ने रे के बढी हामीले फेरि सहरमै लाग्दैन बजारतिर नि खाइहाल्छौँ घर झन् घर भयो होइन मान्छेले के भन्छ बजारमा पानीपुरी खानु गरी यस्तो छोपी खान्छन् र घर फेरि गरी चुवाई खान्छन् रे क्या पानी हामीले चुहान्नौँ है पानी यसरी अछट्टै खान्छौँ हामीले आटो छ बाबु तेरो मुखमा चल खारो मेरो भामा नुन थोरै भाला एमा धान थप्यो थप्नु के फाइनली गाइज हामीले चाहिँ पानीपुरी च्यालेन्ज पनि भइसक्यो होइन खाएर पनि सक्यौँ अनि म चाहिँ यो 100 रुपैयाँ बहिनीले दिँदैछु होइन यिनले अघि नै पानीपुरी जित्यान् यिनले पानीपुरी च्यालेन्जमा जिते होइन कति राम्रो हुन्थ्यो मसँग हुनु पनि पर्यो नि त अनि साथीहरू बहिनी चाहिँ आज घर जाँदैछन् होइन सर्ट रेडी भएको छन् अब अस्ति आएको थिएँ एक दिन बसेँ आज बस भनेको मान्दैनन् नि अब गएर ढिक कार्लाहरू फार्नु पर्छ कि साथीहरू बारी फार्न छ अरे होइन सो हाम्रो भिडियो हेर्दै गर्नु होला अब भन फेरि अब म साथीहरू तपाईँहरूको भ्लगमा चाहिँ दिदीको भ्लगमा चाहिँ वैशाख पुन्नीको मेलाको दिन मात्रै देखिन्छु ल अहिलेको लागि बाई बाई सबैजनालाई टेक केयर भन्छ नि टेक केयर भन्नु नि जन्म बोका कुम्लो भन्छ अरे कि कुम्ला बनाएको छन् यिनले फेरि
बड्डी मान्छे हो नि जानुपर्ने र तपाईँको बहिनीले पत्ता लाग्यो के कुम्ला बगिस्ता यता बुढी मान्छे छ भन्छन् साथीहरू म चाहिँ लागेँ नमस्ते दिदी नमस्ते भाग्यमानी भए ए फुपू नमस्ते किन चेराम लारे यो घाममा के गरेर जानु नमस्ते बस्यो है गाग्रीमा बसी खान्छ जाम भने मान्नु हो बस एक्लै हामी त गयौँ अहिले मान्नु